साथीहरू सम्पूर्ण नमस्कार। म हो जानुको तामाङ चिनी है। म चाहिँ यहाँ हजुरहरूलाई आजको मेरो खाना यस्तै छ। हेर्नु साथीहरू, यो मेरो गाउँमा हजुरआमाले जहिले बनाउनुहुन्थ्यो कि तिल थाहा छ, कालो तिल, त्यसको अचार। यो मेरो दालको अचार, गाउँको दालको अचार। यो चाहिँ दही, यहाँ ढिँडो, घिउ, डल्ले खुर्सानी चाहिँ मेरो फेभरेट हो कि। एउटा च्याट्ट नखाइसम्म मलाई केही पनि हुँदैन। यस्तो खान मन लाग्छ कि होइन, यस्तो खान मन लाग्छ डल्ले खुर्सानी। यस्तै छ जिन्दगी साथीहरू, यस्तै गरी बितिरहेछ, केही छैन। सब कुरा सिक्ने क्रम जारी छ। किन खानेकुराहरू देखाएकोलाई चिनीले भन्ने होला तपाईँहरूको मनमा, त्यस्तो होइन के होइन। यो मैले सिकिरहेको छु के सामाजिक सञ्जालमा। म पनि बोल्नु पऱ्यो अलिअलि, सबै कुरा सिकिसकेँ। सामाजिक सञ्जालमा चाहिँ बोल्न सक्दैन रहेछ भनेर चाहिँ मैले यहाँ अलिअलि जानी नजानी बोलिरहेको छौँ के साथीहरू। म प्रायः बिजी नै हुन्छौँ। अलिकति टाइम, यो 2-4 मिनटको टाइममा चाहिँ किन म त्यो टाइम फ्याल्नु। यसमा चाहिँ सामाजिक सञ्जालमा यसो खाने बेलामा नि होइन, हजुरहरूले सम्झौँ भन्ने मात्रै हो कि साथीहरू। यस्तै छ है खानाहरू। अब म खान थालेँ। यस्तै छ साथीहरू खानेपिना है। मलाई चाहिँ यस्तै मनपर्छ होइन। डल्ले तपाईँलाई कसले मनपर्छ साथीहरू? के भन्छ सेतै ए दही कहाँसम्म पुगेछ मैले। हेर्नु साथीहरू, मलाई कति पसिना आएछ। तातो तातो भात, डल्ले खुर्सानी, मरे आँसु नै खाएका थिएँ यो डल्ले खुर्सानीले त। यस्तो घिउ यसरी हाम्रो चाहिँ गाउँको दाल के, यो दालसँग यसरी गाउँमा यसरी खान्छौँ क्या। म चाहिँ गाउँमा प्रायः जस्तो गाउँमै हुर्केर है, गाउँकै खानेकुराहरू मनपर्छ। अनि मेरो मम्मीले नि जति भयो नि गाउँको सामानहरू पठाइदिन्छ। मेरो खाना यस्तै हो। हाँसु नै निस्क्यो। डल्लेले त हँसाउँछ भने त के हुर्काउँछ त हौ डल्ले, माया गर नि यार, के साह्रो हो तिमी चाहिँ। है त साथीहरू, ल साथीहरू, दालसँग चाहिँ मैले यसरी भात खाएँ, खुर्सानी, डल्ले खुर्सानी दाल है। अब चाहिँ लास्ट टाइम मैले दहीसँग खाने बानी छ है। यति भात चाहिँ दहीसँग सल्लाप खाने बानी छ क्या। यिनीहरू चाहिँ यसरी दहीसँग मुसेर के। तपाईँले गाउँघरमा यसरी खानुहुन्छ होला। म चाहिँ गाउँमा मेरो मम्मीले पहिल्यैदेखि दुहुनो भैँसी र गाई के, जहिले हाम्रो घरमा चाहिँ कहिले टुट्दैन थियो कि। अनि जहिले दहीसँग चाहिँ म यसरी खाने कि, दहीसँग खानु मलाई दहीसँग, महीसँग खानु मलाई महीसँग। त्यही बाख्ने गएर काठमाडौँमा आएर नि के गर्नु यार, त्यस्तो पनि म गाउँलेलाई पनि के हो काठमाडौँमा आएपछि त अब चुप लागेर जे छ त्यही खानु, चुप लागेर बस्नु छैन। गाउँको ढिलै खानुपर्ने, के गर्नु, जिन्दगी यस्तै चलिरहेछ। आजसम्म यसरी खान पाइरहेछ। मेरो यो लक्ष्मीले पनि अब यस्तै गरी खाना दिइराखोस् मलाई।
मलाई चाहिँ हेर्नु साथीहरू ठुलो ठुलो सपना छैन है मेरो। ठुलो ठुलो सपना म चाहिँ एकदम खान पाएँ, म त बच्चा जस्तै यति खान पाएँ, हिँड्न पाएँ, यतिको जिन्दगी चाहिँ मलाई एकदम सहज भइरहेको छ क्या। यतिको भए मलाई चल्छ। खान पाओस्, लाउनु पाओस्, अनि काममा बिजी हुन पाओस्। अलिकति यो खाना खाने बेलामा अलिकति फुर्सद जस्तो भनौँ न, कामलाई जति ध्यान दिइरहनु पर्दैन। चाहिँ खाना खाँदा चाहिँ तपाईँहरूले बोले है प्रायः खाना खाने भिडियो किन ल्याउँछ जानु त भन्नु होला। फेरि यतिखेर म अलिकति खाना खाने बेलामा अलिकति खुल्लो खुल्लो हुन्छ। अहिले फेरि बाबु भयो भने बाबुले फेरि यति पनि बोल्नु पाउँदैन। आज चाहिँ अहिले उनीहरू उठपट्टि कोठामा छ टिभी हेर्दै। त्यही मको बारेमा मात्र तपाईँहरूले यति बोले हो। अब उनीहरूले खाना खाइसक्यो, मैले खाना खाइसकेर उनीहरू चाहिँ त्यहाँ बच्चाहरूले खाना खाइसकेपछि आनन्द हुन्छ नि त। उनीहरूले त्यहाँ टिभी हेर्नु थालेको छ, त्यही भएर यो भिडियो बनाएको। हान्नु पनि मोबाइल बाबुकै जिम्मा हो। त्यही छ नि साथीहरू, भिडियो लामो भयो भने तपाईँ चिन्ता नगर्नु। यस्तै हो, म जस्तो छु त्यस्तै छु है। साथीहरूले कतिको मलाई मिस गरिरहेको छ। अस्ति दसैँमा जाँदा गाडीमा भेट्दाखेरि सबै साथीहरूले ओहो तिम्रो याद कति आउँछ नि हामीलाई भनिरहेको थियो है। खुसी लाग्यो। अझै पनि माया गर्नु होला, यस्तै याद गरिराख्नु होला मेरो मलाई माया गर्ने मेरो प्रिय प्रिय साथीहरू सबैजनालाई चिनीको तर्फबाट माया। हजुरहरूले पहिलादेखि चिनी भने चिनी नै चिन्छ। जानुको त मेरो है त्यो नागरिकता उसको मतलब नाम हो होइन। त्यही छैन, चिनीले माया गरिदिनु होला, जानुकोलाई माया गरिदिनु होला, साथ दिनु होला, सपोर्ट गर्नु होला। सपोर्ट भन्नाले माया गरिदिनु होला। त्यही हो, म त अब सपोर्ट गरेर म कहाँ कहाँ नै पुग्ने मान्छे होइन। म जे छु त्यही छु, त्यस्तो त्यही देखाइरहेको हो है त साथीहरू। बाई बाई।